हेलो साथीहरू। आज चाहिँ यो रुम फाइन्डरहरूले कसरी स्क्याम गर्छ भनेर मैले देखाउन खोजेको। मैले एउटा रुम फाइन्डरलाई अब यो ठाउँमा के अरे रुमहरू फ्ल्याटहरू खाली छ कि नै भनेर सोधेको थिएँ। अनि मैदीदेवीमा छ भनेर भन्यो। अनि ल ठिक छ, मलाई फोटोहरू पठाउनु भनेर भन्दाखेरि अब म हस्पिटलमा छु। अनि त्यसपछि फेरि अहिले उता गएपछि अफिसमा गएपछि मैले पठाउँछु भनेर भन्यो। अनि ल हुन्छ, ल ठिक छ, हस्पिटलमा अब पुगेपछि पठाउनु है भनेर भनेँ मैले। अनि यसले मलाई एकदम साँझतिर मलाई के अरे 8 बजीतिर फोटो पठायो। अनि यिनीहरूको फोटो पठायो। अनि मलाई एउटा मन पर्यो। अनि यो कहाँ छ भन्दाखेरि अब नेम इन्स्टिट्युटतिर छ, पार्किङ सार्किङ सबै छ भनेर भन्यो। अनि के गरेँ मैले, ल ठिक छ, अब हेर्नको लागि कहाँ आउनु पऱ्यो भन्दाखेरि अब यो हेर्नको लागि कहाँ आउन भन्दाखेरि पनि अब 16,000 को भाडा थियो। अनि 16,000 मैले अब अलिक घटाउन मिल्छ होला नि भनेर भन्दाखेरि ल ठिक छ 15,000 गरिदिन्छु भनेर त्यसले मलाई 14,000 सम्मै गरिदियो कि। 14,000 सम्म गरेर ल तपाईँले अब नामसाम यता भर्नुपर्छ यो फर्म, अनि त्यसपछि फेरि 2,000 कमिसन लाग्छ, अनि मन परेन भने 1,800 फिर्ता हुन्छ भनेर भन्यो। अनि त्यसपछि फेरि अब यसले मलाई तुरुन्तै क्युआर पठाउनु तुरुन्तै यो क्युआरमा पठाइहाल्नु, बुक गरिहाल्नुपर्छ, नत्र भोलि खाली हुँदैन भनेर भन्यो। अनि त्यसपछि होइन, अब के अरे मैले यसरी तुरुन्तै गर्दैन, मलाई चाहिँ अब अफिसमै भेटेर अनि त्यही अफिसमा दिएर तपाईँलाई अनि बल्ल रुम हेर्न जाम्ला भनेर भने मैले। अनि त्यति भन्दाखेरि अब अफिस कहाँ छ भन्दाखेरि अब पेप्सी कोलातिर छ भनेर भन्यो। अनि ल म ठिक छ त्यहीँ आउँछु भन्दाखेरि फेरि यसले मलाई अब कन्भिन्स गर्न खोजेछ कि अब तपाईँले अरूसँग लिनुभयो भने अलिक महँगो भन्न सक्छ, मसँग लिनुभयो भने 14,000 मात्रै हो भनेर भन्यो। अब न रुम फाइन्डरहरूले त्यसरी अब घरबेटीले भाडा फिक्स गर्ने हो यिनीहरूले त होइन। अनि त्यसरी घटाउन त मिल्दैन। अनि कसरी मैले अब तिनीहरूले कसरी बढाउँछ र अब तपाईँले 14,000 भनिसक्नु भएपछि त अब तिमीले पनि 14,000 त भन्छ होला नि भनेर भन्दाखेरि ल ठिक छ, तपाईँले अब के गरे 2,000 दिनु परेन, 1,500 मात्रै कमिसन दिनु, अहिले राखिदिनु। अनि भोलि मैले 9-10 बजे आएर तपाईँलाई गौशालामा भेटेर अनि रुम हेर्न जाम्ला भनेर भन्यो मलाई। अनि त्यसपछि फेरि के गरे त्यही रिमार्क सिमार्क हालिदिनु भनेर भन्यो। अब यस्तो छ, अब यसले मैले स्क्याम हो भनेर थाहा पाइसकेको थिएँ, त्यही भएर मैले यसलाई ब्लक गरिदिएँ। अब अरू रुम फाइन्डरहरूले कसरी स्क्याम गर्छ भनेपछि जस्तो कि अब तपाईँ अफिसमा जानुभयो पनि तपाईँले अफिसमा जानुहुन्छ, पैसा दिनुहुन्छ, अनि पैसा दिएपछि तपाईँलाई एउटा घरबेटीको नम्बर दिन्छ। अनि त्यो घरबेटीको नम्बर दिएपछि पनि तपाईँले त्यो घरबेटीलाई फोन गर्दाखेरि अब कि त रुम छैन भनेर भन्छ, रुम खाली छैन भनेर भन्छ, कि त अब केटाहरूलाई मात्रै हो, केटीहरूलाई मात्रै हो, जसरी बाहना बनाउँदो रहेछ क्या। अनि त्यस्तै रहेछ कि यो रुम फाइन्डर स्क्यामहरू एकदम धेरै बढेछ। त्यसैले सतर्क हुनु साथीहरू। अनि आजको लागि यति हो।